हेलो गाइज, आज स्वयम्भू जात्राको दिन हामी दिदी र भाइ आमाको नाममा बत्ती बाल्न जान लाग्यो गाइज। स्वयम्भूमा आज चैत 19 गते, हिजो बौद्धमा जात्रा थियो, आज स्वयम्भूमा। अहिले ठ्याक्कै 5 बजेर 12 मिनट गयो गाइज। हाम्रो नानी के गर्दै होला यहाँ स्कुलमा? आजबाट हाम्रो ठुलो नानीको भान्जीको एसई सुरु। बेस्ट अफ लक सबैजनालाई। आज 19 गतिको दिन। बिहान बस पार्कको अवस्था चाहिँ यस्तो रहेछ गाइज। नयाँ बस पार्कको अवस्था, कोही पोखरा जाने, कोही पूर्व जाने, कोही पश्चिम जाने, सबैजना यहाँ बस कुरेर बसिरह होला यहाँभित्र। ल गाइज, फाइनल्ली हामी चाहिँ स्वयम्भूको बुद्ध पार्कनिर आइपुग्यो। आजको चहल पहल कस्तो रहेछ हामी चाहिँ गाइज यहाँबाट माथितिर लागे। बाटोतिर दृश्य चाहिँ यस्तो रहेछ आज बिहान भने। ल गाइज, हामी चाहिँ फाइनल्ली स्वयम्भू डाँडा आइपुग्यो। आज चाहिँ भाइ र म चाहिँ चैत 19 गतिको दिन यहाँ के अरे स्वयम्भू आमाको नाममा बत्ती बाल्न आएको है। हामी चाहिँ बिहान 5:30 भयो। 5:30 भयो ठ्याक्कै। ए 22 बहिनीहरू चाहिँ अब बच्चाहरू सानो सानो छ नि त, त्यही भएको भएर नआएको। कान्छो भएर म चाहिँ यहाँतिर छु गाइस। यस्तो पारामा हिँडिरहेको छ हामी। हेलमेट लगाएर तातो पनि हुने, ट्याक्कै यहाँबाट भिडियो पनि हुने। थाक्यो, थकल बा। ओहो, तलतिर त खाली भनेको त यहाँ माथि आएर त प्याक पो रहेछ त पुरै। हामी चाहिँ यहाँ जुत्ता नखोलिकन बस्दा पनि हुन्छ। म गर्ने दिनमा चाहिँ यसरी नाम लेखेर अब चाहिँ हामी बत्ती बाल्न लगाएको। पाँच रुपियाँले दिन्छ होला है। गिलास 5 रुपियाँ दिँदैन। गाइज, हामी चाहिँ बत्ती सत्ती बालेर अब फर्किन लागेको। ल ल खा खा खा। खाएर मोटाइसक्यो, अझै खान्छ यो। आहा, कस्तो दामी देखायो यार सिन। ओहो, बाँदरहरू ट्याक्क पारामा।
ल आज स्वयम्भूमा आज जात्राको दिन चाहिँ मन्दिर स्वयम्भूनाथ दर्शन गर्नको लागि यत्रो भिड छ आज। स्वयम्भूनाथ दर्शन गर्नको लागि बसेको लाइन। ओहो त जान मिल्दैन क्या? छिरिहाल्ला दिदी। हामी चाहिँ पत्ती सत्ती बालेर पूजा ङोसो गरेर हिँडेको साथीहरू। ल साथीहरू, दिदी र म चाहिँ फर्केको ङोसो बत्ती सत्ती बालेर ङो गरेर अनि बत्ती बालेर फर्केको। अब म ट्याक्क 12 यहाँ पार्किङनिर आइपुग्यो। मैले 10 रुपियाँ दिनु पर्यो है। ल हामी चाहिँ हिँडेको। टाटा बाई बाई स्वयम्भूनाथ। ए अँ कसको ज्याकेट झरेछ यार?
स्वयम्भू पछाडिको चहल पहल चाहिँ यस्तो रहेछ यार आज। ट्राफिक त गएछ त्यो बाटो।